अरू बेला चाहिँ क्या मसँग मात्रै अम्बा चोरेर खान्थेँ नि त बुढाले थाहा पायो भनेर कराउनुहुन्थ्यो सबैजना बाँडेर खानुपर्छ पाकेपछि आफूलाई देखेपछि खाउँ 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 लाग्छ कि अम्बा चाहिँ यस्तो मिठो लाग्छ मलाई त अम्बा मलाई त्यति धेरै मिठो लाग्छ अनि आज त के को लुका लुक्यो देखाएर खाएँ हेर्नु मेरो शत्रुले माथि मिलिक गरेर मलाई मतलब छैन के गर्नु खाइदिनु साथी यो खाना रोपेको कहिले पाक्नु होइन यही हो के अलि राम्रो पाएको भनेको अनि अस्तिको त्यो खाएको त्यो मिठो भएको एउटा नत्र अर्को जति पनि पाक्यो भनेर त्यो काट्यो किरा पर्याउने अनि पकाएर कसैले खान्छ यस्तो यस्तो भएपछि चाहिँ अनि मिठो हुँदा चाहिँ कि यो अम्बा चाहिँ धेरै पकाउनु भने मेरो बुढो चाहिँ के भयो सायद के भयो हो दिमाग पकाएर खानुपर्ने अनि यस्तै यस्तै खाइसक्यो बच्चाले त्यो बाबा चाहिँ त्यो पकाएर खानुपर्छ भनेर टिप नदिएर कान्छो सरले बोटामै टोकिदियो अब लु भयो त यसो खानु भनेर उसको पालो टोकिदियो बोटामा अनि म त बोटमा टोक्यो कुट्ने भए बाउले भनेर सोचेको थिएँ होइन अनि यो अम्बा कहिले टोकेको भनेर सोध्नु अनि जेठो चाहिँ 3टालाई राखेर भान्जालाई 2टा छोराहरूलाई अनि 2टाले खोइ हामीलाई थाहा छैन भने उनीहरू टोके भयो थाहा हुनु अनि कान्छोले जिरे कहिले टोक्यो जिरे भन्नुहुन्छ नि कहिले मैले टोकेको अरे कान्छो छोराले डराउने बेला छैन उता फेरि भन्छ मैले टोकेको अरे अन्त डर सर केही छैन मैले हालेर खाइदियो अब यसलाई यही अम्मालाई फेरि 2 दिनपछि टिप्दा किरा परिसक्यो तर मजाले पाक्दाखेरि त रातो रातो हुने खालको अम्बा रहेछ यो तर किरा चाहिँ के गरी पऱ्यो क्या मलाई जस्तो हजुरहरू को हुनुहुन्छ अम्बा एकदम मनपर्ने मान्छे पाकेको एउटा थियो अनि मैले खाइदिउँ पाकेको त होइन यस्तै यस्तो अलिक पहेँलो बनाउनु लागेको छ मैले खाइदिएँ फेरि आएर हेर्ला क्या बिहान हेरेर गाडी खाइदिएँ यो अम्बाले खाने जतिखेर को रहेछ